तालतलैया सायद यो ठाउँ सबैको लागि परिचित ठाउँ। पूर्वको एकदमै रमाइलो गन्तव्य पर्यटकीय क्षेत्र जुन चाहिँ इटरी उपमहानगरपालिकामा पर्दछ। त्यही हाम्रो यात्रा सुरु हुन्छ आज सुन्दररेचाबाट। यो चाहिँ अहिले हामी बुढी खोलाको अलिकति 3 किलोमिटर उत्तरपट्टिको पुलमा छौँ। यतापट्टि चाहिँ सुन्दररेचा नगरपालिका मोरङ पर्छ भने यता इटहरी उपमहानगरपालिका हो। उता मोरङ यतापट्टि तपाईँको सुनसरी। यही पुलबाट सुनसरीको इटहरी उपमहानगरपालिका प्रवेश गर्दछ। हामी यतातिर अगाडि बढ्छौँ र बाटोमा कमलका फुलहरू देखिन्छ। नयाँ पिच भएर होला बाटो एकदमै फिलिलिली छ, आनन्दको। अहिले चाहिँ हामी तालतलैया जाने रोडमा छौँ। यो चाहिँ बुढी खोलादेखि उत्तरपट्टि जाने बाटो हो। यो चाहिँ भर्खरै पिच गरेको बाटो। अगाडि सन्तोष सर परिवारसहितको टोलीमा हुनुहुन्छ। यात्रामा सँगै निस्किएका हामी बिदाको सदुपयोग गर्दै। एकदमै मनोरम दृश्य देखिन्छ। खुला आकाश, फराकिलो सडक, छेउछाउमा हरियाली, रुखहरू र पातलो बस्तीलाई छिचल्दै हामी अगाडि बढ्दैछौँ। चारकोसे झाडीको नजिक भएर होला एकदमै शीतल अनि शान्त छ यो ठाउँ। साना साना चोकहरूलाई क्रस गर्दै हामी करिब बुढी खोलाबाट 5 देखि 7 मिनटको अन्तरालमा हामी तालतलैया पुग्छौँ। यहाँ चाहिँ हामीले अब बाइक पार्किङ गरेका छौँ। अब यहाँबाट हामी यहाँ आउँदै हामी इन्ट्री हुन्छौँ। सबैभन्दा सुरुमा चाहिँ यहाँनिर एउटा पुल जस्तो रहेछ। तालतलैयामा यहाँहरूलाई स्वागत छ भनेर लेखेको छ। हेलो भन। यो ठाउँ हाम्रो लागि पहिलोचोटि भने होइन। परिवारसँगको साथ रमाइलो र गेटिङ टुगेदरको लागि आज हामी यहाँ आएका हौँ। अब हामी पर्खिन्छौँ युवराज सरलाई। उहाँ धरानबाट आउँदै हुनुहुन्छ। ल युवराज सर पनि आइपुग्नु भयो। पोसिबल पर्यो त्यसमा हजुर। कृत्रिम सजावट मात्र होइन, प्राकृतिक रूपमा पनि सुन्दर छ यो ठाउँ। अब हाम्रो टोली करिब आधा घन्टाभन्दा बढी यही कम्पाउन्डभित्र हराउँछ। सबैजना आफ्नै तालमा, कोही फोटो खिच्ने, कोही प्रकृतिले निहाल्ने। म भने भिडियो बनाउनतिर व्यस्त भएँ। डेटिङ पार्क पनि रहेछ यो ठाउँ। धेरैजसो जोडीहरू देख्न पाइन्छ यहाँ। तर हामी भने परिवारको साथमा आएका थियौँ। मजा आइरहेछ। जम गर न एकपल्ट माथिबाट। विभिन्न आकृतिहरू बनाएर सजाइएको छ यो ठाउँ। जताततै हरियाली देख्न सकिन्छ यहाँ। बीचमा रहेको तालले सबैको मन लोभ्याउँछ। केटाकेटीहरूको लागि छुट्टै पार्क बनाइएको रहेछ। त्यहाँ भने छुट्टै शुल्क तिर्नुपर्ने हुन्छ, प्रति व्यक्ति ₹50। रङ्गीचङ्गी फुलहरूले मेरो ध्यान त्यतातिर तान्यो। साह्रै रमाइलो रहेछ। त्यसपछि प्यास लागेर पानी खान थाल्यौँ। हराइने जङ्गल रहेछ। चारकोसे झाडी नजिकै रहेको छ। हिँड्दा हिँड्दा हामी थकित भयौँ। त्यसपछि अब हामी जान्छौँ
पुल भएको स्थानतर्फ। रमाइलो बोटिङ पनि हुन्छ यहाँ, तर नन इन्जिन खुट्टाले पेलेर जानुपर्ने। त्यतिकैमा हाम्रो नजिकैको सहकर्मी मित्र निकेश सुवेदीसँग भेट हुन्छ। हेलो हेलो अब हामी यसैभित्र रहेको चिल्ड्रेन पार्क छिर्छौँ। त्यहाँ बालबच्चाहरूको लागि खेलौनाहरू राखिएका रहेछन्। विभिन्न स्ट्याचुहरू देख्न सकिन्छ यहाँ, कार्टुनहरूको। त्यसै गरी यसभित्र जू पनि रहेछ, त्यहाँ हामी अजिङ्गरहरू निहाल्नेछौँ। साथै विभिन्न प्रजातिका खरायो, चिल, त्यसै गरी मयूरदेखि लिएर जङ्गली जनावरहरू हामी हेर्नेछौँ। उत्तरतर्फ पिकनिक स्पोटहरू पनि रहेका छन्। त्यहाँ जङ्गली जनावरहरू देख्न सकिन्छ, साथै घोडाहरू चरिरहेको देख्न सकिन्छ। अब हामीलाई भोक लागेर हामीले चटपटी खाने विचार गऱ्यौँ। घरैबाट सामग्रीहरू ल्याएको चटपटे। करिब 4 घन्टा बिताउँछौँ हामीले यो ठाउँमा। 11 बजेबाट सुरु भएको हाम्रो यात्रा अब सकिनेछ।